एक्सन स्टार विराज भट्ट वर्सेस रमित ढुङ्गाना टप 10 हाईएस्ट ग्रसिङ मुभी कम्प्यारिजन। विराज भट्टको 10औं हाईएस्ट ग्रसिङ चलचित्र हो फैसला, जसले 50 लाखमा निर्माण भएर 1 करोड 20 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यस्तै रमित ढुङ्गानाको 10औं हाईएस्ट ग्रसिङ चलचित्र हो माया नमार, जसले 20 लाखमा निर्माण भएर 70 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। यहाँ पोइन्ट आउँछ विराज भट्टको। विराज भट्टको 9औं हाईएस्ट ग्रसिङ चलचित्र हो अग्नि ज्वाला, जसले 40 लाखमा निर्माण भएर 1 करोड 30 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यस्तै रमित ढुङ्गानाको 9औं हाईएस्ट ग्रसिङ चलचित्र हो बारुद, जसले 35 लाखमा निर्माण भएर 1 करोड 5 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। यहाँ पनि पोइन्ट आउँछ विराज भट्टको। विराज भट्टको 8औं हाईएस्ट ग्रसिङ चलचित्र हो दोस्ती, जसले 55 लाखमा निर्माण भएर 1 करोड 45 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यस्तै रमित ढुङ्गानाको 8औं हाईएस्ट ग्रसिङ चलचित्र हो चोर सिपाही, जसले 35 लाखमा निर्माण भएर 1 करोड 10 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। यहाँ पनि पोइन्ट आउँछ विराज भट्टको। विराज भट्टको 7औं हाईएस्ट ग्रसिङ चलचित्र हो मृगतृष्णा, जसले 70 लाखमा निर्माण भएर 1 करोड 60 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यस्तै रमित ढुङ्गानाको 7औं हाईएस्ट ग्रसिङ चलचित्र हो मनमा माया, जसले 55 लाखमा निर्माण भएर 1 करोड 35 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। यहाँ पनि पोइन्ट आउँछ विराज भट्टको। विराज भट्टको 6औं हाईएस्ट ग्रसिङ चलचित्र हो दादागिरी, जसले 60 लाखमा निर्माण भएर 1 करोड 65 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यस्तै रमित ढुङ्गानाको 6औं हाईएस्ट ग्रसिङ चलचित्र हो दानवीर, जसले 60 लाखमा निर्माण भएर 1 करोड 40 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। यहाँ पनि पोइन्ट आउँछ विराज भट्टको। विराज भट्टको 5औं हाईएस्ट ग्रसिङ चलचित्र हो खलनायक, जसले 60 लाखमा निर्माण भएर 1 करोड 70 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यस्तै रमित ढुङ्गानाको 5औं हाईएस्ट ग्रसिङ चलचित्र हो तहल्का.com, जसले 45 लाखमा निर्माण भएर 1 करोड 75 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। यहाँ भने पोइन्ट आउँछ रमित ढुङ्गानाको। विराज भट्टको 4थो हाईएस्ट ग्रसिङ चलचित्र हो गिरफ्तार, जसले 80 लाखमा निर्माण भएर 2 करोड 40 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यस्तै रमित ढुङ्गानाको 4थो हाईएस्ट ग्रसिङ चलचित्र हो पल पलमा, जसले 70 लाखमा निर्माण भएर 1 करोड 80 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। यहाँ पनि पोइन्ट आउँछ विराज भट्टको। विराज भट्टको 3रो हाईएस्ट ग्रसिङ चलचित्र हो सिलसिला, जसले 45 लाखमा निर्माण भएर 2 करोड 70 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यस्तै रमित ढुङ्गानाको 3रो हाईएस्ट ग्रसिङ चलचित्र हो मानिस, जसले 50 लाखमा निर्माण भएर 1 करोड 90 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। यहाँ पनि पोइन्ट आउँछ विराज भट्टको। विराज भट्टको 2रो हाईएस्ट ग्रसिङ चलचित्र हो साङ्लो, जसले 2 करोडमा निर्माण भएर 6 करोड 80 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यस्तै रमित ढुङ्गानाको 2रो हाईएस्ट ग्रसिङ चलचित्र हो धड्कन, जसले 35 लाखमा निर्माण भएर 1 करोड 95 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। यहाँ पनि पोइन्ट आउँछ विराज भट्टको। विराज भट्टको नम्बर 1 हाईएस्ट ग्रसिङ चलचित्र हो बारा गाउँ, जसले 3 करोडमा निर्माण भएर 19 करोड 90 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यस्तै रमित ढुङ्गानाको नम्बर 1 हाईएस्ट ग्रसिङ चलचित्र हो मुगलान, जसले 50 लाखमा निर्माण भएर 2 करोड 10 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। यहाँ पनि पोइन्ट आउँछ विराज भट्टको।
यससँगै विराज भट्टको 9 पोइन्ट र रमित ढुङ्गानाको 1 पोइन्ट आएको छ। आजको हाम्रो यस भिडियोको उनीहरु हुनुहुन्छ एक्सन स्टार विराज भट्ट। तपाईहरुलाई भने विराज भट्ट र रमित ढुङ्गानामा कुन चाहिँ नायक मन पर्छ कृपया कमेन्ट गर्नुहोला र हाम्रो यस्तै रमाइलो भिडियोहरु हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।